सौन्दर्यताले भरिपूर्ण यो मेरो करेसबारीमा उत्पादन भएको यो अर्गानिक काँक्रोसँग उपस्थित भइसकेको छु। कोही टिप्नै छन्, कोही टिपिसकेको छु, कोही फुल खेल्दैछन्, कोही फल्दैछन्। कति रमाइलो छ है, आनन्द छ, अनुभूति। तपाईहरू संसारको जुनसुकै क्षेत्र, सहर, कुना, काप्चा, गल्ली, सातै द्वीप, सातै समुद्र, जुनसुकै प्रान्तबाट पनि उपस्थित भएर हेर्दै हुनुहुन्छ भने दाम कमायो, 4 हात घडेरी किनेर सरर भागेर चाहिँ बजार तराईतिर पस्नुभयो। न करेसबारी छ, न मनमा शान्ति छ। जब स्वर्ग कहाँ खोज्नुहुन्छ त भन्दा स्वर्ग आफैले आफ्नै घर वरपर तलमाथि छरछिमेकमा बाँधो रहेको जमिनलाई यसरी सदुपयोग गरेर यस्ता अर्गानिक चिजहरू उब्जाएर यसरी चाहिँ बिहानको सुरुवाती दिउँसोको घाममा मजासँग यस्ता अर्गानिक चिजहरूबाट दिनहरू बिताइयो भने स्वर्ग त्यही नै प्राप्ति हुन्छ। करोडौंको सम्पत्ति कमाएर 10-20 हात जग्गा किनेर एउटा घर बनाउँदैमा चाहिँ यहाँ स्वर्ग प्राप्ति हुँदैन। त्यसकारण तपाईहरू सहर बजारतिर थोरै जग्गामा एउटा बल्ला तल्ला घर बनाएर बस्दै हुनुहुन्छ र पैसा लिएर बजारतिर चाहिँ केमिकल र पोइजन युक्त भेजिटेबल र काँक्राहरू खोज्दै हिँड्नु भयो होला हैन। तर हामी चाहिँ आफ्नै करेसबारीमा पहाडका भिरालामा थोरै मेहनत गरेर धेरै उत्पादन गर्दैछौँ। ल हेर्नुहोस् त, आज बिहानको सुरुवातीसँगै म करेसबारीमा डुल्ने क्रममा सम्भवतः मेरो करेसबारीमा फलेको सबैभन्दा ठुलो काँक्रोमा गनिन्छ यो। ल हेर्नुहोस् त कति मजाले फलेको छ। त्यसकारण तपाईहरू सुख खोज्दै बजार बस्ने यो गलत प्रवृत्तिलाई छोडेर सुख कहाँ छ, गाउँमै छ। गाउँका भिराला पाटाहरूमा, भिराला जमिनहरूमा यसरी उत्पादन गरेर बिहानको सुरुवातीसँगै सुखी र समृद्धिसँग बस्न सक्यो, परिवारसँग रमाउन सक्यो भने सुख त त्यही नै छ। त्यसकारण कस्तो लाग्यो तपाईहरुलाई यो बिहानको मेरो यो यसो करेसबारीमा डुलेर थोरै भए पनि आफ्नो घरभित्र आफैले उत्पादन गरेको अर्गानिक चिजहरू भित्राउँदैछु। त्यसकारण तपाईहरु अब संसारको जुनसुकै क्षेत्र, सहर, कुना, काप्चा, गल्ली, सातै द्वीप, सातै समुद्र, जुनसुकै प्रान्तमा भएर पनि आफ्नो जीवनकालभरि कमाएको सम्पत्ति लगेर थोरै जग्गामा हालेर बजारतिर पैसा किन्दै त हुनुहुन्न। स्टप, गलत नगर्नु होला। आफ्नै पहाडमा रहेका यस्ता आफ्ना जमिनहरूलाई सदुपयोग गरेर यसरी अर्गानिक चिजहरू उत्पादन गरेर खाइयो भने पक्कै पनि सुखी र समृद्धि बनिन्छ, सुखी र स्वास्थ्य बनिन्छ। त्यसकारण आजैदेखि विचार विवेक गरौँ है। जति पनि युवाहरू हुनुहुन्छ बसाइ सराई गरेर 4 हातको घडेरीमा गएर कहिल्यै पनि सुख मिल्ने छैन। सुख त जहाँ मिल्छ हाम्रा बाउबाजेहरूले हामीलाई जोगाएर राखिदिनु भएका यस्ता करेसबारीमा उत्पादन गरेर खाइयो भने त्यहाँ सुखी मिल्छ। त्यसकारण तपाईहरु संसारभरि रहेकालाई यस भिडियो मैले सम्प्रेषण गर्दैछु। आफैले मेहनत गरौँ, आफैले उब्जाउँ, दिनौं जसो आफ्नै पसिनाबाट उत्पादन भएका यस्ता चिजहरू खाउँ, सुखी र समृद्धि बनाउने नाराका साथ आज फेरि यो मेरो सानो करेसबारीबाट यस भिडियोलाई सम्प्रेषण गर्दैछु। कस्तो लाग्छ